हेडफोन लगाउनु परेकोमा आम सरी ल। तपाईँ नै हो नि उसको प्यारेन्ट्स? किन र मै हो? ए होइन, हिजो जिबाबलाई मैले सोद्धा यस्तो भनेको थियो के? ए जिबाब, भोलि आउँदा आमा बाउसँग आइज है, कुरा गर्न छ तेरो आमा बाउसँग मैले। आइकाल नि बोलाउन, म मेरो नयाँ फ्यामिली बनाउँछु। के केटीसँग रिलेसनसिपमा बसे जस्तो लाग्यो कि क्या हो फ्यामिलीसँग बसेको? प्रब्लम नै त्यही फ्यामिली हो क्या, बुझ्यौ? प्रब्लम फ्यामिली होइन, सङ्गत हो जस्तो लाग्यो मलाई। डोन्ट ट्रस्ट योर फ्यामिली हो के? ढुक्कले साले साथीले राम्रो बाटोमा हिँडाउने कोसिस गर्छ, पाइते सुझाव नदे। राम्रो बाटोबाट जाँदा राम्रै हुन्छ क्या, विश्वास गर क्या। आफ्नो सुरु गरेर हिँड न। भगवानले जहिले पनि माया गर्छ, त्यसैले भगवानलाई नै फलो गरौँ। सुनिस, आमा बाउ भनेको भगवान हुन्। एकचोटि राम्ररी सोच, अलिअलि ठ्याकठुक पर्दैमा सम्बन्ध नै तोड्दिने भएको भए नेपालको सबै मान्छेको डिभोर्स हुन्थ्यो। तँलाई पो तेरो आमासँग डर लाग्छ त म्याच सिक्ने? तँलाई पो तेरो बाउसँग डर लाग्छ त? अनि मुझे त्यही भएर मुझे जिन्दगी फक भइरहेछ म्याच सिक्ने। ल नयाँ होस्या पुरानो आमा बाउसँग आइज भोलि त्यहाँ। अब भन्नुहोस् तपाईँको वी आर फ्यामिली नयाँ कि पुरानो? त्यो तपाईँको सरकारको विषय होइन, तपाईँ आफ्नो काम गर्नु। अनि सागर तेरो आमा बाउ खोइ त? हामी आमा बाउ हेर्नेर बस्दैन। आमा सामा बाल छैन हामीलाई। तपाईँको छोराको सङ्गत कस्तो कस्तो सङ्गत छ थाहा छ? भन्नु न, थाहा पाउँछु। फेरि यही छुट्टीहरू आएछ मेरो क्लासमा। सर के सोच्नु भएको? किन होइन, सबले आफ्नो आफ्नो प्रेजेन्टेसन त रेडी पारेर आएको छ नि आज। रेडी हो, बाल छैन मुजी। ल भिटेन रेडी होस्। म त रेडी छु। तेरो अर्को पार्टनरको हो रे? सर बिमल आउँदैछ त्यो सालेले फेरि नाइट ड्युटी गर्न थाल्यो कि क्या हो? मे आई कम इन सर? भाइ त आइज, बस मसँग कि घर जा होइन? यहाँ अगाडि आइज छिटो। झाउ लागिसक्यो मुजी, रिस उठेर आउँछ नि, झम् अगाडि हिँड्नु म भ्याचका भ्याच हान्छु मुजी। मैले बेसी भन्दै क्या। एक नम्बरको क्लासिक बिजनेसम्यान छिर्नु भयो अगाडि। हात्ती खोजिरा अगाडि त स्याल छ त। गेडो बिमल प्रेजेन्टेसन रेडी छ नि होइन तेरो? हजुर छ सर। मुझे अगाडि हजुर दिन्छ म्याच सिक्ने। ल भिटेन त पनि आइज त यहाँ। अघि त रेडी छु भन्दै थिइस् त। जे पनि गर्न रेडी हुनु पर्यो क्या, एनी टाइम क्या। अनि आइज न त अगाडि। सिलु तिमी जाऊ न त। म जाँदिन। जाचल्ला टिकटक। ओए म्याम पका। ल बिमल एक्लै गर अब। के सर मास्टर भ्युसन? साले प्रेजेन्टेसन के तेरो घटिया दिमाग? तर दिमाग राम्रो पनि छ। तँ त्यहाँ बसेर नबोल त, हिम्मत भयो अगाडि आएर बोल। कति के बुझ्छु त्यति चाहिँ बोल्छु। सोचेर बोल रन्डीको बान। तिमी अलि सुस्त बोल है। पारा भन्ने यस्तो पारा बाल छैन, अब हान्दिने हो बोल्दिने ब्राङ बुडुङ मतलब छैन हो नि त। मेरो मुखबाट सुन्नु पर्दा फ्याक्ट मैले हिजो बोलिसकेको छु। के बोलिस् र त्यस्तो फ्याक्ट कुरा? हल्ला नगर मुची गाउँ कोठाले। त्यो रन्डीको बानले हल्ला नगर भनेर म चुप लाग्छु म्याच सिक्ने। अब घर जा त। मेरो घरमा चुस्ने चाट्नेहरू आएर बसिरहेछ। नेपाल त मेरो घर हो। नेपाल डी छान्दे आस्पेक्ट नेपाल। यस्तो रन्डीको छोराहरूको नेपालमा काम छैन, कट्टा हान्देहरूलाई म्याच सिक्ने। साकार हुन्छ। ल बिमल हार्डको ड्रइङ बना त ल, हेरौँ पहिला। यो के गरेको त्यस्तै हुन्छ मुटु? मेरो मुटु भनेकै